गोर्खाको डाँडामाथि बादलसँग खेल्ने शक्तिशाली शक्ति बस्दछिन्, ती हुन् मनोकामना माता। मेरो भाइ मेरो बहिनीको केच भित्र हजुरको बोली बन्दुकको गोली। तर यो शक्ति कसरी प्रकट भइन् कथा सुन्दा अत्यन्त रोमाञ्चक लाग्दछ। गोर्खाका राजा राम शाह न्यायप्रेमी र धर्मपरायण थिए, तर राजदरबारभित्र एउटा रहस्य लुकेको थियो। उनकी रानी साधारण महिला थिएनन्, स्वयं देवी भगवतीको अवतार थिइन् भन्ने जनविश्वास रहेको छ। एक दिन राजाले अनौठो दृश्य देखे। रानी दिव्य रूपमै सिंहासनमा विराजमान थिइन् र वरिपरि नागहरूले घेरिएका थिए। यो दृश्य देखेपछि राजाको जीवन धेरै दिन टिकेन भन्ने भनाइरहेको छ। केही समयमै राजा र रानी दुवैको निधन भयो। दरबार शोकमा डुब्यो, तर कथा यतिमै रोकिएन। केही दिनपछि दरबारका विश्वासी भक्त लखन थापालाई देवीले सपनामा दर्शन दिनुभयो। देवीले भन्नुभयो, म यही यस पवित्र स्थानमा शक्तिका रूपमा विराजमान छु, यहाँ मेरो स्थापना गर। सपनालाई हल्का रूपमा नलिई लखन थापाले खोजी गर्दा त्यो स्थानमा अद्भुत चिन्हहरू भेटिए। त्यही ठाउँमा मन्दिर निर्माण गरियो। यस दिनदेखि मनोकामना माताको पूजा सुरु भयो। समय बित्दै गयो, गोर्खा राज्य बलियो बन्दै गयो। जनविश्वास अनुसार पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण अभियान अघि यहीलाई विजयको कामना गरेका थिए। त्यसपछि मनोकामना माता केवल देवी मात्र होइनन्, शक्ति, साहस र विजयको प्रतीक पनि बनिन्। आज पनि हजारौं भक्तजनहरू डाँडा चढेर वा केवल कार चढेर त्यही शक्तिशाली माताको दर्शन गर्न पुग्दछन्। कसैले सन्तान माग्दछन् भने कसैले सफलता त कसैले खुसी र शान्ति माग्दछन्। विश्वास छ सच्चा मनले मागे मनोकामना माताले खाली हात फर्काउनुहुन्न भन्ने। आजको भिडियोमा हामी तपाईहरुलाई मनोकामना माताको दर्शन गराउने छौं। भिडियो अत्यन्त रमाइलो र रोमाञ्चक रहेको छ। यो अन्त्यसम्म हेरिदिनु हुन विनम्र अनुरोध गर्दछौं। मनोकामना माता के जय। कस्तो मजाले झरो है कहाँ बन्द कान बन्द भयो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। र आजको हाम्रो यात्रा चाहिँ मनोकामना भगवानको दर्शन गर्न जाँदैछौँ। आमालाई चाहिँ फेरि नलाने हो, के भन्न चाहन्छ त आमा? शुभ यात्रा होस्, राम्ररी देवीले आशीर्वाद पाऊँ। मनोकामना देवीले सबैजनाको रक्षा गरिदिनुहोस्, राम्ररी पुगेर घर आइयोस्। बाँकी भिडियो चाहिँ अब म यहाँबाट पथरीसम्म जान्छु र पथरीबाट हामी आज 5 बजे चाहिँ अहिले 1 बजिसक्यो, 5 बजेको बस छ। अत्यन्त रमाइलो भ्लग हुनेवाला छ, भिडियो अन्त्यसम्म हेर्नु होला। ल गाइस, फाइनली म चाहिँ आइसकेको छु पथरी हैन। यता हामी चाहिँ हाम्रो भिनासु, हेलो नमस्ते नमस्ते। र यता हाम्रो हुन्छ सरिता दिदी, नमस्कार। अब हामी चाहिँ उहाँले चाहिँ खाना आइटम हामी चाहिँ भोलि मन्दिर जाँदैछौँ। आज अब हामी चाहिँ पवित्र स्थल मनोकामना माताको दर्शन गर्न हामी परिवार जाँदैछौँ। त्यही भएर अब हामी बेलुका होटलमा केही नखाने भनेर घरमै खाना बनाएर खाना आँटेको। सुत्त मन्दिर जान आँट्दै हुनुहुन्छ अरे क्या? यहाँ चाहिँ यतातिर रेडी भइसक्नु चाहिँ रेडी हो? म त रेडी। भान्जा रेडी एकदम। कस्तो हुँदैछ त आज? रमाइलो हुँदैछ? आजको हाम्रो यात्रा कहाँसम्म हो? कहाँ अरे? मनोकामना मन्दिर काठमाडौँ जान आँटेको जस्तो देखेको छु। सिक्मा देखेको छोडिदिनु। यो रेनिस फुटबल खेलेर कति कालो भएको छ। भन्दैन भाइ, फुटबल खेलेर कालो भएछ भन्छ भिडियोमा। आज तरमा हेर्नु। लुक द डिफरेन्स। लुक द डिफरेन्स भाइ तेरो निधार काले छ। उता तल कान्छा बुवा हुनुहुन्छ।
हाय हाय कान्छो कान्छो मेरो ज्ञानी कान्छो ज्ञानी केटो कान्छो How are you? I'm fine. Wish you a very safe journey. Thank you. Have a nice night and day. Thank you. Have a very joyous travel. Have a very safe journey. Okay. Worship nicely in Manakamana temple. Okay. Pray with Manakamana Devi. Devi will give you worship, Yes. blessings. ल हामी चाहिँ यहाँबाट पनि हिँडिसकेका छौँ। एक दुई शब्द बोल्न चाहनुहुन्छ? के बोल्नु र शुभ यात्रा राम्रो होस् देवीको राम्रो आराधना गर्नु मनोकामना देवीले सबैको इच्छा पुरा गरून् रक्षा गरून् देवीले ल हाम्रो यात्रा सुरु हुन्छ गाइज होइन यहाँबाट। मनोकामना माताको दर्शनका लागि हाम्रो यात्रा मोरङको पथरीबाट सुरु हुन्छ। कान्छो छोरो र बाबा कान्छो छोरो चस्मा लाएर हामी आमा छोरा दादा गाइस म मेरो कालो चस्मा कालो मुख हामी कालो होइन नि अलिअलि अँधारामा परेर बाबा त फाइनली हिँड्यो होइन। Finally, yeah. हामी चाहिँ अहिले पथरी बजारमा छ। यता नेपालको झन्डा हेर्न सक्नुहुन्छ। हाम्रो गाडी चाहिँ लेट छ अरे गाइज होइन 4:30 बजे भन्नुभएको थियो तर अझै लेट छ अरे 5 साढे 5 हुन्छ भन्नुहुँदै थियो। अलिकति स्याउ सुन्तला फालफुल बोकेर जाउँ भनेर चाहिँ यहाँ टक्कसँगले आएको छ। सुन्तला चाहिँ 200 रुपियाँ केजी, स्याउ चाहिँ 300 रुपियाँ केजी रहेछ गाइज होइन। धरानको सुन्तला अरे होइन बिनाजु ए धनकुटाको 2 केजी स्याउ 2 केजी सुन्तला किनेर चाहिँ भरेको गाडीमा यात्राको क्रममा चाहिँ फलफुल खाँदाखेरि चाहिँ पेटलाई पनि राम्रो गर्छ भनेर चाहिँ। अनि तीर्थ व्रत धाम जाँदैछौँ त्यही भएर पनि हो। यता चाहिँ नेपालको झन्डा रहेछ होइन गाइज हेर्न सक्नुहुन्छ। नेपालको झन्डा दामी छ। यो चाहिँ पथरी बजार है। म एकदम एक्साइटेड छु। अनि त्यस पछाडि सबैजना फ्यामिली जान पाउँदा होइन केही अरू केही पनि भन्दिनँ। अब पुगेर आएपछि मै पुगेपछि भन्नुलाई के भएछ भन्दा यो मेरो ठुलो एउटा पहिलेदेखिकै उयो थियो क्या। हजुर अब सबै थोक कुरा भइसक्दा पनि ढिलो भयो भनौँ न। यो चाहिँ अब धेरै ढिलो भयो तैँले पनि अब यो साह्रो जुरेको छ। खुसीको फ्यामिलीसँग एउटा नेपालको सबैभन्दा ठुलो तीर्थस्थल होइन मध्येको एक तीर्थस्थल मध्येको घुम्न जान पाउने दर्शन रमाइलो त्यहाँ छ। खुसी चाहिँ एकदमै मनोकामना माता कि जय नव वधुलाई चाहिँ ए छोरो फेरि बिचमा कट 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 भन्नु ल। आज चाहिँ हाम्रो दिदी भिना चाहिँ चिटिक्क परेर चाहिँ जानु हुँदैछ छोराहरू। साथी नमस्कार। अनि यहाँको कति टिकट हो काठमाडौँ जाने? 5,000 कति हो 5,000 पर्छ होला साउजी 5,000 जति पर्छ होला मलाई केही थाहा छैन। हाम्रो चाहिँ गाडी आइसकेको छ बाहिर। यहाँ झोला झम्टा बोकेर जाँदैछौँ अब। ल आन्टी धन्यवाद। ल हामी चाहिँ यो गाडीमा आजको यात्रा हुन्छ मनोकामनासम्म। महादेवमा मनोकामनाको यात्रा हुँदैछ गाइज। ल गाइस महादेवले हामीलाई हेर्दैछ। हामीले महादेवलाई हेर्दै हेर्दै यात्रा अगाडि हुँदैछ भनेपछि आजको यात्रा चाहिँ महादेवले रक्षा गर्नु नै छ। ल गाइस मामा भान्जा चाहिँ चट्टसँगले मामा भान्जा मनोकामनाको दर्शनमा हिँड्यो होइन। साथमा यता छन् हेरौँ हामी आज 2 टोलीमा बाँडिएको छौँ। हामी
हामीसँग चाहिँ सब खानेको सामान छ हामी चाहिँ खाँदै हामीहरूलाई कमी छैन गाइस खानेकुरा सबै छ स्याउ सुन्तला राता निला भन्यो त हौ ल गाइस यहाँ चाहिँ यसो खाजासाजा खाने ठाउँ यसो पिसाब कस्तो हुँदैछ त यात्रा भन्छ ठिकै हुँदैछ निम्लाले झ्यापी बनाइसक्यो है कस्तो हुँदैछ त भिना चाहिँ यात्रा नि हेलो भिना कस्तो हुँदैछ त यात्रा ए महादेव हाम्रो चाहिँ गाडी यहाँ छ त्यो चाहिँ असली बाजेको पेडा पसल है गाइस यतातिर सबै असली बाजेका पेडा मात्रै पाइन्छ यात्रा कस्तो हुँदैछ त म्याडम रमाइलो हुँदैछ अहिलेसम्म चाहिँ अब चाहिँ कस्तो हुने हो होइन लाग्छ ल अब हामी चाहिँ यहाँ फालफुल खाने कार्यक्रम चल्दैछ म्याडमले स्याउहरू टक्कसँगले गाइज हामी चाहिँ खाना खाने ठाउँमा आइपुगेका छौँ केही समयको विश्राम पश्चात पुनः हाम्रो यात्रा अगाडि बढ्दछ। फाइनली हामी चाहिँ गेट आइपुगिसकेका छौँ बिहानको कति बज्यो गाइज अहिले चाहिँ बिहानको 4:45 भएको छ र हामी चाहिँ गेट आइपुगेका छौँ मनोकामनाको गेट तर यो गेट चाहिँ अहिले खुलेको छैन फाइनली हामीले चाहिँ यहाँ एउटा रुम लिएर सामानहरू राख्नको लागि अब नुहाइधुवाइ गर्ने अनि पूजा गरेर आउने ल अहिले चाहिँ बिहानको 5 बजेको छ र 7 बजे चाहिँ गेट खुल्छ अरे गाइज गेटकै छेउमा छौँ हामी चाहिँ फ्रन्ट भ्यू छ गाइज हेर्न सक्नुहुन्छ त्यहाँ गेट हामी चाहिँ नुहाइधुवाइ गरेर अब गेटतर्फ आँखा बल्दै त हौ भिनाजुको त हाम्रो यात्रा सुरु भयो गाइज अगाडि चाहिँ हेर्नुहोस् भिड लागिसकेको छ यो चाहिँ मनोकामनाको गेट हो अनि अघिसम्म हामी आउँदाखेरि सुनसान थियो त हेर्न सक्नुहुन्छ अघि हामी आउँदासम्म सुनसान थियो तर अहिले हेर्न सक्नुहुन्छ गाइज पुरै भिड भइसकेको छ यो चाहिँ यतातिर काठमाडौँ जाने बाटो हो फुलपाती लिइसकेको छ ल सरिता म्याडम के छ भने भन्नुहोस् बोल्छु म भन्नुहुन्थ्यो बोल्नुहोस् मर्निङ आज हामी शनिबार बिहान मनोकामना माताको गेटमा देखाउँदा गेटमा आइपुगेपछि एकदमै नुहाइधुवाइ गरिओरि आमा छोरा सबै लुगा धोएर मामा भिनाजु सबै धोएर डालीमा यता भिनाजुले चाहिँ फुलपातीहरू किन्दै हुनुहुन्छ यता किनिसक्नु भएको छ हेलो छोटो रन ल गाइस भिड हुन्छ भिडभाड बढ्दैछ गाइस होइन जति जति उज्यालो हुँदै गयो त्यति त्यति भिडभाड बढ्दैछ पुरै पहाड यहाँ चाहिँ गाडीमा आउने मान्छेहरूको क्रम जारी छ यहाँ क्युट नानीले चाहिँ बोकोलेर एकदमै खुसी छु होइन हजुर मेरो एकदमै लामो पुरानो चाहिँ भाकल थियो हजुर त्यसलाई पनि आज पुरा गर्दैछु हजुर त्यस पछाडि कलम मन के छ भन्छ नि के छ के भन्न चाहन्छ त एक्साइटेड भन्दा पनि मनोकामना माताको दर्शन गर्न पाउनु भनेको सौभाग्यको कुरो हो म अहिले करिब 15 वर्ष पछाडि के भन्न चाहनुहुन्छ त म्याडम म पनि त्यही हो त्यही हो मलाई जाडो भएको छैन गाडीको राम्रो भ्यू हेर्न सक्नुहुन्छ पाहाडको पाहाडको दामी भ्यू आएको छ है पुरै अन्धकारमा आएको उज्यालो भइसक्यो तर गेट खुलेको छैन मम्मीलाई समातेर बस्नु बल्ल
बल्ल खुलेको तर भिडभाडले गाइस चेपिएर मान्छे यहीँ घाइतेहरू बिस्तारो सरिहाल्छ नि के आत्तिनु पऱ्यो भने नानीहरूलाई कि पकाउनु है तल यहाँ खुड्किला छ गेट चाहिँ छिरिसकेका छौँ ए हिँडेर तल पुग्नु स्टेप वाइज रहेछ ठेलाम ठेल गरेर भए पनि छिरियो बल्ल बल्ल होइन खुड्किला छ खुड्किला सक्दिनँ नि म तल पुग्नु पर्ने रहेछ हामी देखिएन मनोकामना माता की जय मनोकामना माता की दिदी पनि पछि लाइन यो डाँडो कटेर जाने वीरेन्द्र शाह हेर्नु त अनि राजा केवल कार फाइनली हामी मनोकामनाको लागि केवल कार चढेर रवाना हो चुके हे भनेर आकाशलाई छुने सपना जस्तै लाग्छ यो यात्रा। तल त्रिशुली नदी शान्त बगिरहेको हुन्छ, वरिपरि हरिया पहाडहरू आफ्नै कथामा मग्न हुन्छन् र हामी भने बिस्तारै जमिनबाट टाढिँदै मनोकामना माताको द्वारतर्फ उक्लिरहेका हुन्छौँ। केवल कारको सानो क्याबिनभित्र बस्दा मुटुमा अनौठो शान्ति पस्दछ, डर र उत्साह मिसिएको अनुभूति हुन्छ। हावाले कालामा हल्का स्पर्श गर्दछ र आँखा अगाडि फैलिएको दृश्यले जीवनका साना दुःखहरू क्षणभरमै ओझेलमा पारिदिन्छ। सरिता म्याडम कतिको डराउनुहुन्छ भन्ने कुरा हो। तल हेर्नुहोस् कृपया तपाईँहरूले तल हेर्न सक्नुहुन्छ। हे प्रभु हे भोलेनाथ हेर्न सक्नुहुन्छ। तल त त्रिशुलीको तीर, यो त्रिशुली नदीमा छौँ हामी चाहिँ। ल कस्तो फिल भइरहेको छ सरिता म्याडम, कस्तो लागिरहेछ? के भएर दिदी अनि भरे चाहिँ आएको है, अहिले चाहिँ गएको है। अझ यता हुस्सेले फेरि केही देखिँदैन यस्तो भएको छ होइन। यता अघिसम्म हुस्से थिएन, तल मुख हेर्नु। मनोकामना माताको दर्शन गर्दा पनि निकै जानु कष्ट गरेर जानुपर्छ। मनोकामना माता कि भगवान्ले हेर्नुहुन्छ हौ। ल गाइज हामी चाहिँ फाइनली जाँदैछौँ।
ढुकुर भ्यू मनोकामना जानेको भ्यू भुसले ढाकिसक्यो यहाँ माथि गएको डर लाग्यो केही छैन सब सेतो थुक्निल न ए थुक्ने लाउने रहेछ ए खाली रहेछ नि यहाँ त खाली छ नि त्यो सिसा हरायो सबलाई लु केही देखिँदैन कोराई कोरायो कोराई कोरायो सबै सेतै यहाँ केबल कार पनि नदेखिने भइसक्यो छेउको यस्तो सेतै भइसकेको छ हेर्न सक्नुहुन्छ गाइस अब आउन आँट्यो अर्को अब चाहिँ घाम देखिन आँटो ए म सनराइज हेर सनराइज हेर कस्तो टाइममा सनराइज जमिनलाई छाडेर केबल कारमा केही अगाडि मात्र पुगेका थियौँ सूर्योदय यानि कि सनराइज भयो। सुनौलो किरणले आकाश रङ्गिँदै जाँदै थियो र बादलहरू हाम्रो तलतर्फ सेतो समुद्र झैँ फैलिएका थिए। त्यो क्षणमा यस्तो लाग्यो हामी पृथ्वीभन्दा माथि होइन आफ्नै सपनाभन्दा पनि माथि पुगेका छौँ। यो सूर्योदय हाम्रो जीवनको अहिलेसम्मकै सुन्दर सूर्योदय मध्येको एक हो भन्दा फरक नपर्ला। केबल कारमै जानु सामान्य नै यहाँबाट चाहिँ अनि बाटो पनि छ नि मनोकामनाको यात्रा केवल गन्तव्यसम्म पुग्ने बाटो होइन, यो त विश्वास, आशा र प्रार्थनाको पुल पनि हो। तलको भिडभाड र कोलाहललाई छोडेर माथि जाँदा यस्तो लाग्छ मानौ आफ्नै मनका भारीहरूलाई तलै बिसाएर आफू पनि माथि उडिरहे झैँ महसुस हुन्छ। जिन्दगीमा अनुभव गर्न पाइयो माइलड भने सनराइज चाहिँ बहुत पाल छ यहाँ तल खेतहरू पनि दामी अघि टोइलेट चाहिँ बनाएर ल्याउनु पर्थ्यो खेतहरू पनि दामी यो क्यामेरा हे प्रभु होइन म त अघि टोइलेट चाहिँ गराएर ल्याउनु पर्थ्यो मलाई हेर्न डर लागिरहेको मात्रै 5-6 जना चाहिँ अट्छन् यहाँ जान्छन् हामी वेट धेरै भयो भन्दै थियो फेरि गाइस जिन्दगीमा अनुभव गर्न पाइयो भने के अरे लु रुन थालिसकेपछि यो त रुन्छ हो त लु रुँदैछ गाइस यो आँगा छोपिनहरू भनी भन्नु पर्यो लु हेर्नुहोस् गाइस यसको मेकअप सबै बिग्रिसकेको छ बल्ल आइपुग्यो भनेर खुसी छु तैँले अनि के अनुभव गरेस् त जिन्दगीमा यसले नहेरिकन गयो ला हो ढोका खुल्छ पखाइ हल्ला नगरिकन ढोका खुल्छ जाऊ ल फाइनली केबल कारबाट उत्रेर हिँडिसकेका छौँ। लगभग दिदी चाहिँ रुने आँसु नै झारे तिरिकै किरिक्क आँसु झारेर आइयो गाँठे किरिक्कै आँसु झारिने हो यसले। बोकाहरू पनि चढाउन ल्याइएको छ यहाँ चाहिँ होइन हामीसँग छ ल यहाँ फोटोहरू सरिता म्याडम त हाँस्छ स्वयंमा फेम साइड त होइन होला
अहिले अहिले हामी ल गाइस फोटो फ्रेम साइज 100 रुपियाँहरू एकदमै सही सही ल लगभग मनोकामना माताको छेउछाउ मन्दिरको छेउछाउ आइपुग्न आँटेका छौँ। अब केही दूरीमा मात्रै मनोकामना माता हुनुहुन्छ। मिठो खाना खिलाउँछु पूजा गरेर आउनुहोस्। तिवारी भाइको होटल मारवाडी होटल हो। हाम्रो मारवाडी हेर्नुहोस् सबले खाइरहनु भएको छ। हस् गेरी पुरी सुक्खा रोटी आलु परोठा तातो पानी पनि ल भरे भोलि गाइस फोटो केही समयको केवल कार र पैदल यात्रा पश्चात हामी पुग्छौँ मनोकामना माताको द्वारमा। मनोकामना मातालाई आँखा अगाडि देख्ने बित्तिकै मन एकाएक नतमस्तक हुन्छ। आँखा रसाउँछन् अनि भित्रैदेखि यस्तो अनुभूति हुन्छ मानौ वर्षौँदेखि बोकेको भारी कामना पीडा र प्रार्थना उहाँकै चरणमा पुगेर अन्ततः शान्ति पाए झैँ मन नै हलुङ भए झैँ हुन्छ। भिडभाडको आवाज पनि टाढा हराउँछ। समय केही क्षणका लागि स्थिर भए झै हुन्छ र हृदयभित्र केवल कृतज्ञता विश्वास र अपार शान्तिको उज्यालोले भरिदिन्छ। लाइन चाहिँ हेर्न सक्नुहुन्छ है। लाइन चाहिँ लगभग कति 3 किलोमिटर जति छ अभिनाजु 3 किलोमिटर जतिको लाइन बसेको छौँ। हाम्रो सरिता म्याडमले पनि अब भगवान्को दर्शन गर्नुलाई अलिकति त कष्ट भोग्नुपर्छ। यता पनि त्यति नै छ, हामी चाहिँ यता झन् त्यति नै छ। लगभग 1 घन्टा जति भयो होला, अझै 2-3 घन्टा जति चाहिँ लाग्छ होला। नानी चढ नमस्ते बाबा। ल गाइस यहाँ चाहिँ हिमाल पनि दन्तलहर खोलेर बसिरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ मनोकामना माताको मन्दिरदेखि चाहिँ। ल यहाँ हेर्न सक्नुहुन्छ यतातिर चाहिँ मनोकामना अनि यता चाहिँ हाम्रो बान्जो। हेलो बान्जो, कस्तो भयो त? भगवान्सँग मनदेखि गऱ्यौ? यता हाम्रो सरिता म्याडम हाम्रो दिदी चाहिँ
एकदम रमाइलो गरेर पूजाआजा गरियो धेरै 2-3 घन्टाको लाइनमा बसेर पनि एकदम राम्रो भयो 3-4 घन्टा लाइन बस्यो तर मनमा शान्त भएको छ राम्रो एकदम किनभने हामीले चाहिँ अब पूजा आराधना गरिसकेका छौँ र अहिले बिहानको कति दिउँसोको भनौँ न अहिलेसम्म हामीले पानी 1 गिलास खायौँ त्यहाँदेखि केही खाएको छैन अब चाहिँ अब 1 बज्यो अब चाहिँ खाना खान लागेको मनोकामना माता के ल गाइज एकवटा फोटो खिच्छौँ अनि जान्छौँ अनि पूजाआजा सबै त गरिसक्यो मनदेखि नै एउटा आफूले सक्ने जाने जति चाहिँ गरियो होइन तपाईँहरूले पनि प्रत्यक्ष रूपमा सबैजना बनाइसकेको हाम्रो नि भिडियो चाहिँ बनाउँ गाँठे होइन चाहिँ नबनाइ नहुने भयो कि गाँठे मिठो बोलाएको लोकल घिउ राखेर झैया बनाएर खुवाउँछु भनेको दाइले अब खाना नखाने रे ल यहाँ खाने भनेर बस्नु भिडियोमा त भरे आउँछ नि ल अब यहाँ चाहिँ खाना आँट्दैछौँ ल खानासाना खाइसक्यो खाइएन नि अब ती चार्ज लो भएको थियो ब्याट्री लो भएको थियो चार्ज फुल भयो यिनको भने कस्तो छ म्याडम अब अघिसम्म खाना उयो भएर पुरै लगातार धेर खाएर चाहिँ लगातार भयो र यताको चाहिँ रमाइलो भ्यू हेर्दै खाना खाइयो होइन ल गाइस खानासाना खाएर फेरि यहाँको चाहिँ सुन्तला अर्ग्यानिक सुन्तला खाँदै जाने अरे ल गाइस हामी फेरि सुन्तला दिँदैछौँ यहाँको अर्ग्यानिक सुन्तला कस्तो छ काँडाले घोप्छ अलिकति मिलाएर ल गाइस यहाँ चाहिँ किनमेल हुँदैछ हाम्रो सरिता दिदीले के किने दिदी के किनिस् देखाइदिए त यसले धोक्रो भरेर किनिसकेको यता किन्दै हुन्छ ल यता देखा त नानी बाबा जोसन बाबा ल यहाँ पनि जस्तो किन्दैछ ल गाई जब फर्किँदैछौँ ल बनाइदिए फोटो भिडियो बनाइदिएँ फोटो होइन मैले भिडियो बनाइदिइसकेँ के छ भने कस्तो फिल भइरहेछ एउटाबाट एकचोटि पढ्दिन पाएँ यसो जिउ तन्काउनु पाएँ अनि मात्रै ठिक हुन्थ्यो नि अनि अलिक आनन्द फेरि के हो कहाँ से टुसुको बसेर तिम्रो खाना टुसुको त लाग्यो चल मेरो ह्यान्डसम लाग्यो के छ विचार यो पनि छ्वाङ्यो नि त्यही मुस्कानले कहाँ से टुसुको बसेर पल्लो बसेर चामलको भातमा मासुको त्यो हालेर खाने भए खाइदिउँ नानी पनि खाइदिउँ दर्शनपछि सम्झेर मगर भाइको होटेलमा आइदिउँ अब यताबाट जाँदा भिड हुन्छ ल चढ चढ्नु पछाडि चाहिँ घुम्छ आफै लाग्छ नि अहिले हामी लगाएर यो यसरी लाग्यो त केबल कारको यसरी घुमेर तान्छ है गाई हेर्नुहोस् है डोरीले चट्ट लगाएर मैले एउटा अर्कै हालेको थिएँ नि के र त एम्बो जय मनोकामना ल मनोकामना माता के जय ल गाइस सरर बहिनीले आज अघि त डराले रुँदै आउनु भएको थियो सरिता दिदी अहिले चाहिँ हाँस्दै हुन्छ ल यता हाम्रो मान्छेहरू तल हेर तल हेर दिदी हेर तल
अब हेर हेर न अब चाहिँ हेर्छु खै तल हेर तल हेर तल हेर ए तल हेर न अब चाहिँ हेर्छु भनेको र लु तल हेर्दा तिमी कहाँले भन्नु कस्तो मजाले झर है तल हेर बन्द भयो त? तल हेर न कहाँ बन्द कान बन्द भयो फेरि कान बन्द भयो ढुक्लिल न रिजोङ भइसक्यो बन्द भयो तल हेर दिदी त रोकेको छैन यस्तो त अनि कस्तो रोकेर अनि ओह्रालो झरेको नि त एल्टिट्युड डिफरेन्स भएपछि त्यो कान बन्द तल चाहिँ हेर त ए दिदी तल हेर न एकचोटि नघुम हेर नहल्ली मेरो नहेर ल गाइस हेर्न सक्नुहुन्छ एकदमै हामी तल बिहान हाम्रो एउटा भिडियो बना न 15 सेकेन्डको ठिक छ 15 के यत्रो लामो बनायो काटी टुक्रा टुक्री हाल्दा भयो सबैजनाको यस्तो घुमाएर तेरो हाम्रो सबैको गरेर घुमाएर गर्नु ल गाइस हेर्न सक्नुहुन्छ हामी चाहिँ एकदमै तल 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 जाँदैछौँ हिँड्नु भयो त तल फोहोर गर्नु हुँदैन नि फाइन लाग्छ नि फाइन लाग्छ नगर्नु है गाइस हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी केबल कारमा चढेका छौँ होइन यस्तो क्या छैन यता हुँदा 3 बज्न 10 मिनेट भयो 5 मिनेट होला ल केबल कारबाट ड्रोन भ्यू सुट गर्दैछौँ यतातिर चाहिँ सनसेट हुन आँटेको छ सनसेट भन्दा पनि दिउँसै छ छन चाहिँ तर अब मौसम चाहिँ त्यस्तै भइरहेछ दिउँसो भन्दा पनि बेलुकै हुन आँटिसक्यो कत्रो हाइट छ है कत्रो नि त्यो घरहरू त ऊ त्यहाँ होला नगरिकन हिँड्नु न त्यत्रो हाइटको चाहिँ पुरै नगर्नु मलाई सुन्दर लाग्छ केबल कार आएको थियो यहाँ थिएँ त्यता होइन यता चाहिँ यता कता ए बिहे रहेछ यहाँ कसको हेर्न लु गाइस बिहेमा निम्तो पनि आएन होइन त्यही भएर हामी चाहिँ नहल्ली न जैनिस नहल्ली न बिहे हो कि के हो यहाँ छन चाहिँ केही न केही छ के कार्यक्रम छ बिहे हो बिहे ओइ खानु हुँदैन नि नहल्ली ल गाइस यहाँ बिहे रहेछ है बिहे हो बिहे ओइ खानु हुँदैन नि नहल्ली कन ल गाइस यहाँ बिहे रहेछ है सर फोटो खिच्नु हाम्रो एउटा यसरी ल गाइस यहाँ चाहिँ बिहे हुँदैछ नहल्ली नहल्ली डाँडा कट्टामा ड्रोन भ्यूबाट हामी त्यो बिहे हेर्दैछौँ थाहा पायो डाँडो कट्नु चाहिँ ट्रेन त्यत्रो सर फोटो खिच्नु हाम्रो एउटा यसरी केबल कार अब तिमी तल पिसाब चुला जस्तो गरेर बसिरहेछौ होइन सर फोटो खिच्नु एउटा लु खिच्नु फोटो पनि बिहे चाहिन्छ खिचिदिउँ एकछिन ल गाइस यहाँ चाहिँ बिहे हुँदैछ नहल्ली नहल्ली डाँडा कट्टामा ड्रोन भ्यूबाट हामी त्यो बिहे हेर्दैछौँ थाहा पायो डाँडो कट्नु चाहिँ रेडी जय श्री कृष्ण जय श्री जय मनोकामना माता हुन्छ कृष्ण पनि भगवान नै हुनुहुन्छ स्माइल क्या यस्तो अन्जाने आइजिन पलकारीमा लु गाइस त्रिशुलीमा जाँदैछौँ हामी त्रिशुली तल पुरै हल्लिरहेछ कत्रो लठाएर छ हेर्नु मैले हेर बाहिर हेर यता तल हेर भ्यू हेर डराएर यो लगभग यो मुटुले ठाउँ छोडिसक्यो सरिता दिदीको डर लागेको लागेन यो लठाएर हेर्नु न कत्रो लागेको छ यो लठाराको सहाराबाट मलाई त सुन्तला खा पनि भन्नु न मनोकामना माताको दर्शनपछि फर्किँदा मन भारी होइन बरु अनौठो शान्तिले भरिएको हुन्छ। यस्तो लाग्छ हामी खाली हात फर्किरहेका छैनौँ, साथमा आशीर्वाद, विश्वास र नयाँ आशा बोकेर झर्दैछौँ। मन्दिरको आँगन छोड्दै गर्दा पाइला तल झर्दछन्, तर मन अझै उहाँकै चरणमा अडिरहेको हुन्छ। हावामा घुलिएको घन्टीको धुन र धूपको सुवास सम्झाइरहन्छ। कामना केवल माग्ने कुरा होइन, विश्वासले बाँच्ने बाटो हो। फर्कने यात्रामा आकाश उही, पहाड उही, तर मन भने फेरिएको हुन्छ। अलि हलुका, अलि बलियो र भोलिको दिनप्रति अझै उज्यालो भरोसाले भरिएको हुन्छ। मनोकामना केवल प्रविधिको चमत्कार मात्र होइन, यो त प्रकृति र विश्वासलाई जोड्ने एउटा सुन्दर अनुभूति पनि हो, जसले प्रत्येक यात्रुलाई केही न केही सम्झना र आशा दिएर फर्किन्छ। आजको भिडियोमा हामीले तपाईहरूलाई मनोकामना माताको दर्शन गरायौँ।
आशा छ भिडियो हजुरहरूलाई मन पर्यो होला। मन परेमा यो भिडियोलाई लाइक कमेन्ट र सक्दो सेयर गरिदिनु हुन विनम्र अनुरोध गर्दै आजको भिडियोबाट बिदा चाहन्छौँ है। जाँदा जाँदै यति मात्र भन्न चाहन्छौँ, मनोकामना माताले सम्पूर्ण नेपाली देश र विदेशमा रहनुभएको सम्पूर्णलाई रक्षा गरिदिनुहोस् र मनोकांक्षा पनि पुरा गरिदिनुहोस्। हस्त, धन्यवाद।